के भन्छौ त अञ्जन? आज गर्मी छ? गरम छ नि? के दामी दिन भएर यस्तो नजारा, यस्तो दामी दिन भइरहेछ, क्या मजा आइरहेछ भनेको। दिल्लीको भ्यू है यो चाहिँ सेक्टर 53। त्यो चाहिँ दिनमा चाहिँ अब एकैचोटि राति 12 बजे निक्लै हुन्छ होइन। दिउँसोखेरि 11 आउँदा आउँदै 12 बज्छ। दिउँसोखेरि चाहिँ अब मध्यम दिउँसो हिँडिन्छ फेरि हो 1 बजी। राति चाहिँ फेरि मध्यम राति 12 बजी। छेट यहाँ चाहिँ अहिले जाँदै हो बाटोमा 2 जना। हाम्रो ड्युटी टाइम 1 बजी। यहाँ चाहिँ मन्दिर छ। यहाँनिर मन्दिरमा जहिले पनि एकदम भिड हुन्छ क्या, भत्यार पाक्दै हुन्छ क्या। खाएर गइदिनु पर्ला छ आज बाँड्दैछ भने। डेली बाँड्दै हुन्छ नि। फोनको माइकले यार राम्रो भोइस पनि ठिक पक्रिँदैन, बाहिरको आवाज धेरै पक्रिन्छ। मन्दिरमा नानीहरूलाई अङ्कलले आयो, एकछिन बाँडिदियो यहाँनिर सक्यो पनि। यहाँ चाहिँ मन्दिर छ हाम्रो। सबजना यसरी बस्छ यहाँनिर, सबैजना यसरी बस्छ यहाँनिर। हाम्रो अञ्जन भाइ कस्तो भिड हुन्छ यार। यहाँसम्म चाहिँ जग्गा राम्रो छ, यहाँदेखि उता चाहिँ बहुत गन्दा छ। सायद यहाँसम्म चाहिँ हाइवे भएर होला, एकदमै राम्रो छ। यहाँदेखि उता त्यस्तो गन्दा छ, पुरै गन्दगी भरेको छ यहाँदेखि उता चाहिँ। सो यो चाहिँ हो इन्टरनेसनल स्कुल। इन्टरनेसनल स्कुल यो चाहिँ हो। अनि हाम्रो हिँड्ने बाटो चाहिँ यहाँ साइडबाट यता त गाडी राखेर गाडी मात्रै छ यहाँनिर। यहाँ 2 भाइ चाहिँ लप्पर यहाँनिर हिँडिरहेको होइन। सबैकै हिँड्ने बाटो हो हाम्रो यो चाहिँ। साइकल किन्नु पर्ला छ अब, बाइक त किन्नु सकिँदैन, लाइसेन्स चाहिन्छ। बाइक त किन्नु सकिँदैन, लाइसेन्स चाहिन्छ हो। साइकल किन्नु पर्ला छ।